यो टीआरसी भनेको के हो भन्ने कुरा पहिला बुझौँ। यो भनेको तत्कालीन नेपाली सेनाले सरकार पक्षले द्वन्द्वकालको बेला सरकार पक्षले निहत्या माओवादी नै नभएका नागरिक महिना सुनवारलाई हत्या गर्यो एउटा उदाहरणका लागि। र तत्कालीन द्वन्द्व पक्षमा विद्रोही पक्षमा गएको माओवादीले बाँदरमुढेमा बम पड्काएर सर्वसाधारण मार्यो। या तपाईँको लमजुङको मुक्तिनाथ अधिकारी मार्यो, या गोर्खा भुजेलकी गङ्गामाया अधिकारीको छोरालाई बाबुरामले गोली हानेर मारे, जो उनीहरू सरकार पक्ष नै थिएनन्। ती सेना पनि होइनन्, ती प्रहरी पनि होइनन्, ती कुनै सरकारी कर्मचारी पनि होइनन्, न कुनै तिनीहरू राजनीतिज्ञ हुन्, सर्वसाधारण नागरिक मारिए। अनि अहिलेको विद्यमान कानुनले के भन्छ भने त्यसरी मानवाधिकारको गम्भीर ठाडो उल्लङ्घन गर्ने, युद्धमा सहभागी नभएका मान्छेलाई मार्ने मान्छे भनेको अपराधी हो, यसलाई ज्यान मान्ने उद्योगमा मुद्दा चल्छ अहिलेको विद्यमान कानुनले। त्यसै अन्तर्गत अग्निसाप कोटा लगायतका नेताहरू अहिले पनि सर्वोच्च अदालतमा मुद्दा छ मान्छे मारेको केसमा, बुझ्नुभयो। अनि त्यस्तै गरेर महिना सुनवारले जसले मारे माओवादी भनेर जो निहत्या मान्छे मारिए, ती आर्मीका अफिसरलाई पनि मुद्दा छ आज। कोहीलाई फैसला भएर जेल गइसके, कोही हुन बाँकी छ। अनि यिनीहरूले के गरे भने यो दुईटै मुद्दामा अहिलेको कानुनले त दोषी ठहर गर्ने भयो। अब यो दोषी ठहर नगर्नका लागि एउटा अर्को नयाँ कानुन ल्याउनु पर्यो। अनि त्यो कानुन ल्याएर चाहिँ त्यतिखेर मान्छे मारेका मान्छेहरू, त्यतिखेर मानवाधिकारको गम्भीर ठाडो उल्लङ्घन गरेका मान्छेहरूलाई चाहिँ निर्दोष ठहर गर्ने, अदालतमा मुद्दै नजान पाउने भनेर नयाँ कानुन चाहियो। त्यो नयाँ कानुनको नाम हो टीआरसी। त्यो माओवादीको सबभन्दा ठुलो सपना हो। यति ठुलो सपना हो कि प्रचण्डलाई प्रधानमन्त्री हुन्छस् कि टीआरसी पास गर्छौ भनेर भन्यो भने प्रचण्डले टीआरसी पास गर्छु बरु म प्रधानमन्त्री हुँदैन भन्छन्। किनकि युद्ध अपराधको मुद्दा चल्छ प्रचण्डलाई यदि टीआरसी पास भएन भने। अनि त्यो टीआरसीमा बाधक को थियो नेकपा एमाले बाधक थियो। कसरी? त्यतिखेर काङ्ग्रेस सरकारमा थियो, काङ्ग्रेसले पनि अपराध गरेका छ। माओवादी जङ्गलमा थिए, तिनले पनि अपराध गरेका छन्। एमाले त सरकारमा पनि थिएन, जङ्गलमा पनि थिएन। एमाले नै बाधक बनेको थियो। अनि अस्ति केपी ओलीले के गर्नुभयो? टक्क बोलाउनु भयो, छलफल गर्नुभयो, ल टीआरसी पास गर्ने भनेर एउटा समिति बनाउनु भयो। त्यसमा समितिका त्यो अस्तिको जुन बैठक थियो त्यो तीनजनाको जुन फोटो अहिले सामाजिक सञ्जालमा आएको छ त्यो टीआरसीको बैठक त प्रचण्डले पनि स्वीकार गरिसक्नु भयो त टीआरसीको बैठक हो भनेर। टीआरसीको बैठक राख्नुभयो, तर प्रचण्ड निःशुल्क मान्ने तयार थिएनन्। प्रचण्डले त एमाले त त्यतिकै मान्न तयार थिएन। अनि एमालेलाई के थियो भने झन्डै 42 अर्ब रुपैयाँ अहिले व्यापारीले चाहिँ कुलमान घिसिङले तिर भनेर पत्र काट्नुभएको थियो। झन्डै 42 अर्ब। किनभने जुन व्यापारीहरूले अहिले बिजुलीको बिल बालेका छन् तिनीहरूले पैसा तिरेका छैनन्। अब ती जो बिचौलियाहरूले एमाले काङ्ग्रेसलाई पैसा दिँदै थिए, त्यहाँ 42 अर्ब तिर्नुभन्दा यहाँ त 10-12 अर्ब तिरेपछि पुग्यो पार्टीलाई, नेताहरूलाई 10-12 अर्ब पुगिहाल्यो। अब त्यो 32-30 अर्ब त फाइदा भयो नि त उनीहरूलाई। भनेपछि यो सेटिङ गर्नका लागि एमाले टीआरसीमा सहमति जनाउने, माओवादी कुलमान घिसिङमा सहमति जनाउने, तर बाहिर के भन्ने भने आन्दोलन गर्नुपर्छ भनेर नाटक गरिरहने।